अब हेर्नुस्, अब एकछिनको लागि यसलाई शिक्षक बुझौँ। यसलाई के बुझौँ त? शिक्षक। यसलाई शिक्षक बुझौँ। अब यो दुवैजना शिक्षक र शिक्षिका दुवैजना के हुन् त? श्रीमान श्रीमती हुन्। अनि दुवैजना हात समाएर कहाँ आउनुभयो त? शिक्षक आन्दोलन। यो शिक्षक शिक्षिका कहाँ आउनुभयो त? अनि यो आन्दोलनमा शिक्षक शिक्षिका र शिक्षक एकता जिन्दाबादको नारा लगाउँदै हुनुहुन्छ। यो दुवै शिक्षक शिक्षिका श्रीमान श्रीमती हुनुहुन्छ र दुवैजना आफ्नो बच्चालाई घरमा छोडेर, यो बच्चा हो, यो बच्चालाई छोडेर श्रीमान श्रीमती शिक्षक हुनुहुन्छ, उहाँ चाहिँ आन्दोलनमा आउनुभयो अनि भन्दै हुनुहुन्छ शिक्षक एकता हाम्रो माग, शिक्षकको कलममा यो ताकत हामी हेराउँछ। अब यो एकजना हुन्छ। अब यहाँ शिक्षक शिक्षिका आफ्नो बच्चालाई घरमा छोडेर यहाँ आन्दोलन गर्न आउनुभयो अनि नारा लगाउँदै हुनुहुन्छ शिक्षक एकता हाम्रो माग, यहाँ नारा लाग्दैछ। अनि बच्चा बाबु घरमा हुनुहुन्छ, एक्लै बच्चा बाबु घरमा हुनुहुन्छ। अब उहाँले टेलिभिजनमा मोबाइलमा होइन हाम्रो यो आन्दोलन चरम सीमामा पुग्दैछ, सङ्ख्या दिनानुदिन बढ्दैछ, लाखौँ लाख यहाँ 4 लाख यहाँ शिक्षकहरू पुग्ने तयारी भइरहेछ। अनि बाबु घरमा भन्दै हुनुहुन्छ कि म पनि आन्दोलन हेर्न जान्छु, आमा बुवाको यो शिक्षकको एकता जिन्दाबाद बोल्न म पनि नारा लगाइदिन्छु। अनि बाबुले के गर्नुभयो भने उहाँले बस समात्नुभयो। के गर्नुभयो? बसमा चढ्नुभयो है। बाबु कहाँ जानुभयो त? बसमा। बस घुम्दा घुम्दै कहाँ आयो त? काठमाडौँ आयो। अनि बाबुले खोज्दा खोज्दै उहाँ पनि आन्दोलनमा आउनुभयो। अनि यहाँ बाबु भएको ठाउँमा पुगेर उहाँ के भन्दै हुनुहुन्छ? शिक्षक एकता शिक्षक एकता हाम्रो माग, शिक्षकको कलममा